नमस्कार। केही दिन अघि हामी नेपालको सुन्दर पर्यटकीय गाउँ धम्पुस पुगेका थियौँ। यो गाउँ कास्की जिल्लामा पर्छ, पोखराबाट अलि नजिक पर्दो रहेछ। यहाँ पुग्दा एउटा कुरा चाहिँ गजब लाग्यो। राम्रा राम्रा सुन्दर घरहरू छन्, बाटोहरू त्यत्तिकै राम्रो छन्, सफा सुग्घर ठाउँ छ, खेतीबारी छन्, तर मानिसहरू ठ्याक्कै देखिँदैनन्। कुनै पनि मानिस त्यहाँ दायाँ बायाँ कतै देखिँदैनन्। एकछिन त अचम्म लाग्यो, के यो गाउँमा मानिसहरू बस्दैनन् र? तर कुरा त्यस्तो रहेनछ। धम्पुस एउटा पहाडी गाउँ हो। यो गाउँबाट रोजगारी र राम्रो अवसरको खोजीमा धेरै युवाहरू पोखरा, काठमाडौँ, त्यस्तै कतिपय युवाहरू विदेशतिर गएका रहेछन्। कतिपय घरमा अहिले पनि परिवारको पुर्ख्यौली सम्बन्ध छ, घर पनि छ, तर घरमा स्थायी रूपमा बस्ने मानिस छैनन्। कुनै समय मानिसहरूको चहलपहलले भरिएको गाउँ आज कतिपय ठाउँमा यति शान्त देखिन्छ कि घरहरू आफैले आफ्नो पुरानो कथा सुनाइरहे जस्तो लाग्छ। यो केवल धम्पुसको कथा होइन होला, यो त आज नेपालको धेरै पहाडी गाउँहरूको बदलिदो तस्बिर हो। घरहरू त बाँकी छन्, तर गाउँमा मानिसहरू किन बाँकी रहेनन्? यस विषयमा तपाईँको भनाइ के छ?